दामी भ्यू आउँछ फेरि अब लुकाउ हिलो छ होला बाइक त यतै राखिदिउँ ल शान्त है कस्तो लडोतिर म दक्षिण पवन निस्केर सकिसक्यो मार्केट त्यति हो उता माथि डाँडामा जाने हो यहाँ फेरि केही छैन क्या खाने भोटे चौर जाने यताबाट नाङ्गे भात जाने यताबाट हो मेलम्ची लानु खायो नि यता त रेस्टुरेन्ट छैन यहाँ मेन रमाइलो नै यहाँ छ क्या दाइ यस्तो दामी खानु छ यहाँ यो त उता भोटे चौर भइहाल्यो नि यो यहीँ माथि हो क्या टपमा पुग्छ दामी भिड हो तर अब पुगिसक्यो जस्तै ठाउँ नै रमाइलो छ क्या ढलान भइसक्यो त्यहाँ ल्याङ बाटो थियो यहाँ दामी ढलान भएको केटाहरू पर गाडी दामी भ्यू आउँछ फेरि अब लुकाउ बहिनी भाइ बहिनीहरू कहाँ गएर कतापट्टि हेर्नु त दाइ त हिलो छ होला बाइक त यतै राखिदिउँ ल रातो माटो ओभरले अन्त झन् चिप्लिहाल्छ तैँले थिचेर त चिप्चिरहेको झन् यो चाहिँ मेलम्ची साइड मेलम्ची हो कि सिन्धुपाल्चोक साइड यतापट्टि यो चाहिँ यता सिन्धुपाल्चोक एरिया पर्छ होला यतापट्टि लसिङपुरमा टप यतापट्टि दामी बादल आइरहेको छ शान्त है कस्तो मोटरसाइकल बन्द गर्ने बित्तिकै शान्त आनन्द आयो यहाँबाट जब फर्किन आयो भने दामी ठाउँ छ यहाँ अझै उता दामी छ क्या यो उता पछाडिपट्टि
फोनमा त डेन्जर यहाँ घाम तापेर जिल्ला आठमा बस्नुलाई यहाँ त के हुन्छ र जिल्लामा फोनतिर वाटर रेजिस्टेन्ट हो नि कति पर्सेन्ट तर किन तार सार लगाएको छ नि यहाँ प्राइभेट प्रोपर्टीहरू क्या यहाँबाट नि देखिन्छ त्यो डेन्जर पानी आइरहेको छ त बाटोतिर उता हेर रेजहरू आएको जस्तो दामी पानी छिटायो फिटी त्यहाँनिर डेन्जर मन्दिर गर्नु छ यार के मन्दिर हो अरू दामी भ्याली भइदेखि चाहिँ अहिले पानीहरू आइरहेको छ तर पानीले डेन्जर एट्याक हान्यो पानी हो डगी कहाँ जानु लाग्यो फेरि बस्नु त नि कहाँ आयो डोगेसहरू कहाँ जानु लाग्यो फेरि यार तिनजना पुरै ल बाइक केटा हो कस्तो छिटो यहाँ टिपेर लडिँदैन होला छिटो गर्ने त थाहा छैन अब यस्तो अफरोडहरू आलो छ बिस्तारै हो यस्तो ट्याक्सी आइरहेको हाल्नु यहाँ जाउँ तँलाई जम्मै नित्रुक्कै पारेर लगिन्छ यहाँ तल घरहरू छ त आफ्नै बस्नु नि त च्याएर नडराइकन नहल्ली ल लडाउँदिनँ म त नहल्ली है डराएर हल्लिने काम चाहिँ नगर बसेर तल गइन्छ पानी भेट्दैन हो पानी चाहिँ त भेटिसकेको भेट्छ त ल यो त माटो छ नि त चिप्ने छ क्या त्यही भएर पानी छैन यार ल यहाँ आइसि अलिक कम भइहाल्यो पानी होइन त्यो पछाडिको चेन फर्क्यो अहिले चेन फ्री छ नि त अघि आउँदाखेरि त्यो चेनले काम गरिरहेको थियो अहिले चेन फ्री छ त्यो भएर फर्क्यो क्या अघि नै खोला हो त तर एउटै हो डाँडाबाट अब तलतिर हेरिन्छ स्पिड दिएर गइरहेको छ नि केटा मान्छेहरू राम्रो ठाउँ छैन यार अब त पुरै ऊ हो मेन बजारै यही हो यहाँ छैन क्या त्यही भएर मैले साइड अब यहाँबाट जब छैन फर्किनुपर्छ यार कत्रो पानी आएको फेरि यार कत्रो ठुल्ठुलो आइरहेको छ के भन्दा ऊ अगाडि पानी आइरहेको छ के अरे समस्याबाट डिसिजन लिइहाल्नु एउटा तलतिर केही छ तलतिर अब केही छैन अब एकैचोटि साथु तल झर्ने पानी रह्यो फेरि झर्ने गइ जइदिउँ यहाँ
बाटै यहाँ पुरै हामीलाई नै लखटे जस्तै आइरहेको पानी स्टार्ट बन्द गरेर जाउँ है स्टार्ट बन्द गरेर जाउँ सक्छु क्या म थाहा छ क्या म यहाँ आइरहेको छु यो बाटो मैले त साइन पढाएको सर होइन तलतिरबाट पुरै के अरे त्यो मेलम डिजाइन गाडीहरू चाहिँ आएर होला नाइट बस लाग्यो नि दुवैतिरबाट जानुहुन्छ त्यो दुइटै मेलम्चीमै जाने बाटो भोलि चौरतिरबाट मिलिहाल्छ नि भोलि चौरबाट अहिले लामो पर्छ उताबाट नजिक जाँदै घाटो तर बाइक राइड साह्रै रमाइलो हुन्छ है बाइक राइड भनेको बाइक राइड हो नि यहाँ लास्टै ठाडो छ नि त यो एकैछिन आउँदै यो हातमा अब आइसक्यो साथै नै आइसक्यो खाजा खाएर आयौँ हामीले बर्गर हाउसमा यो चाहिँ के रहेछ दाइ लिक्विड सप दारू पसल छ माथि शीतल पसल छ त्यहाँ फिटनेस छ त्यसपछि एकै ठाउँमा सबै एकै ठाउँमा रमाइलो रहेछ है ल लाग्यो अब साँकुबाट डे आउट भयो त आज पुरै